हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अहिलेको चाहिँ दिउँसोको 1 बजिरहेको छ। मेरो घरमा चाहिँ 25 श्राद्ध छ नि त, अनि घरको सरसफाइ गर्नु पऱ्यो। अनि भान्जीबाट सब सरसफाइ गर्नुपर्ने, अनि लुगासुगा पनि धुनुपर्ने, नुहार पनि नुहाउनु पर्ने। सबभन्दा पहिले चाहिँ म लुगा धुनतिर गएँ। अनि लुगासुगा पनि धोएँ मैले, अनि प्यान्ट धोएँ। अहिले प्यान्ट पनि फोहोर भएको थियो नि त, त्यही भएर मैले प्यान्ट पनि धोएँ। अनि आधा घन्टामा चाहिँ मैले यतिवटा कपडा धोइसकेँ है त गाइज। तपाईँहरूलाई छिटो भयो होला, म चाहिँ धेरै मिहिनेत लाग्छ है कपडा धुनु चाहिँ। अनि त्यसपछि गएँ म भान्जीकोठा सफा गर्नतिर गएँ। पर्सि चाहिँ श्राद्ध छ नि हाम्रो घरमा। भोलि चाहिँ शिवरात्रि भयो होइन, अनि पर्सि चाहिँ श्राद्ध 4 गते चाहिँ श्राद्ध छ हाम्रो घरमा। त्यही भएर म फास्ट चाहिँ वहाँ सरसफाइ गर्नतिर लागेँ। अनि यो भिडियो तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ त्यो मलाई कमेन्ट गर्नुहोला। म पनि हेर्छु नि मेरो भिडियो चाहिँ कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। र यो भिडियोलाई लाइक र यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने लाइक सब्सक्राइब पनि गरिदिनु होला। कृपया यो मेरो आग्रहलाई मानिदिनुहुन्छ भन्ने मैले आशा लिएको छु है त गाइज। अनि फास्ट चाहिँ म सरसफाइ गरेँ। अनि सरसफाइ गर्नतिर गएपछि चाहिँ मैले यो तल चाहिँ पानीले धुनुपर्ने हुन्छ, किनकि यहाँ फोहोर धेरै छ नि त। माटोहरू सुकेर यहाँ फोहोर धेरै भएको छ। त्यसैले चाहिँ तल पानी लगाएर चाहिँ अलिकति भिज्न दिएर चाहिँ मैले सफा गर्नुपर्ने हुन्छ, ब्रुसले छोल्नुपर्ने हुन्छ। अनि चाहिँ यो सरसफाइ गरिसकेपछि चाहिँ मैले यो पुरा सरसफाइ गरेँ। यहाँको चाहिँ भिडियो बनाएको छैन, धेरै लामो भएको छ नि त। त्यही भएर चाहिँ म सरसफाइ गरेर त्यो मैले पानी लगाएँ। अनि ब्रुसले छोलेपछि चाहिँ मैले अनि यसलाई धोएँ। सो गाइज आजको लागि यति नै हुन्छ। हामी मिल्नुला अर्को भिडियोमा। यो च्यानललाई सब्सक्राइब र यो भिडियोलाई लाइक गर्नु भएको छैन भने लाइक सब्सक्राइब पनि गरिदिनु होला। आजको लागि यति नै हुन्छ। हामी मिल्नुला अर्को भिडियोमा। एन्जोय नेपाल।